युवा पुस्ताको रोजाइ रवि कि बालेन? यो दुइटै होइन। दुइटै होइन, तर हरेक युवाको बोलीमा बालेन अब खै कुन युवा हुन् के युवा हुन् जसले चाहिँ यो नाम लिन्छ। नट डिस्कसिङ अबाउट कोही के अरे दिवाकर को हो दिवाकर, म चिन्दिनँ को हो दिवाकर। तपाईँ भन्नुहुन्छ देशै हालिएको छ, मैले कुनै देश हालिएको चिनेको मान्छेलाई दिनेश त्रिपाठीले नचिन्नु त मैले अब अरूले चिने होला, म चाहिँ अब नचिन्ने। जनताको सबभन्दा बढी आवाज उठाउने, भ्रष्टाचार विरुद्ध लड्ने सञ्चारकर्मी अपिल त्रिपाठी कि दिवाकर शाह? खै यिनीहरूको बारेमा मेरो खास केही पनि छैन, यो कुरामा मेरो धारणा अध्ययन गर्नुभयो होइन? अध्ययन गरेको छु, तर यी कुनै पात्र होइन। अनि चतुर नेता प्रचण्ड कि देउवा? अब होइन, देउबाको त खास चतुरता म देख्दिनँ। क्राइसिस हो यो, चाहिँ मोमेन्ट्री हो, यो चाहिँ क्षणिक हो, यो चाहिँ पास हुनेछ र हामी चाहिँ एउटा पुनः एउटा सस्टेनेबल डेमोक्रेटिक पिसमा हामी अगाडि हो भन्यो भने प्रचण्ड त थुनामा जेलमा हुनुपर्ने व्यक्ति हो। 17,000 व्यक्तिको चाहिँ हत्या गरेको भन्ने कुरा आएको छ। 5,000लाई त उनले स्वीकारै पनि गरे। अनि 5,000को हत्या नरसंहार गर्ने व्यक्ति मुलुकलाई यत्रो 50औं वर्ष पछाडि ढकेल्यो, हत्याको राजनीति गर्ने, हिंसाको राजनीति गर्ने त्यो व्यक्ति मुलुकलाई कहिले पनि एउटा सकारात्मक त्यसले कस्ता सञ्चारकर्मीलाई मान्नुहुन्छ तपाईँ? होइन, सञ्चारकर्मी भनेको त उसले एउटा मुलुकलाई एनालिसिस गर्ने क्षमता हो। त्यो चारवटा त्यो भाइरल कन्टेन्ट गरेर चाहिँ गरेकोलाई म सञ्चारकर्मी पनि मान्दिनँ, बुझ्नु होइन? चिप प्रोपोगन्डामा विश्वास राख्ने योलाई म त्यति यिनीहरू कुनै चाहिँ क्रेडिबल पात्रहरू, यिनीहरू नेपाली पत्रकारिताको कुनै क्रेडिबल पात्र होइनन्। यिनीहरू चाहिँ अब पत्रकार पनि हुन् कि होइनन् के हुन्, अब मैले त यिनीहरूको त नाम पनि युट्युबरले देशै हल्लाइदिए हन्। अब खै देश हालिएको कोही मैले त हालिएको देखाएको छु। सबभन्दा बढी डराउने त्यही दिवाकर र सबभन्दा बढी अपिल त्रिपाठीहरूबाट नेताहरू डराउँछन्। आई हेभ नो कमेन्ट। सिंहदरबारमै भागाभाग हुन्छ। खै को भागाभाग भयो मलाई थाहा छैन। देशको हरेक युवा, हरेक बच्चाहरू अहिले नयाँ शक्ति र अहिले युवा खोजिराखेको छन्, जसमा हाम्रो 2-3वटा फेस देखिन्छ माथिदेखि, बालेन, रवि र हर्क। यो मध्ये होइन, यो तिनटैको के छ तपाईँको? यो चाहिँ त के हो भने तिनटै गलत अनुहार ल्याएर यसमध्ये कुन छान्ने भन्ने कुरा जस्तो हो। बालेन पनि राम्रो छ। बालेनको चाहिँ के छ भने के क्रेडिबिलिटी हो मैले बुझाएको छैन। एउटा उनको चाहिँ एउटा रहस्यमय देखिन्छ होइन, उनको अहिले रहस्यमय देखिएको मात्रै च्वाइस छ, अरू च्वाइसै नभए जस्तो। अब त्यस कारण के छ भने अहिले यिनीहरू यो तिनटैको बारेमा मेरो धेरै हाई ओपिनियन छ। तिनटै अहिले मुलुकलाई अल्टरनेटिभ दिने पात्र। अब आउने चुनावमा तपाईँको यसो आफ्नो पनि क्षेत्र हेर्दै हुनुहुन्छ, आफ्नो पनि गाउँठाउँ हेर्दै हुनुहुन्छ, आउने पनि चान्स प्रबल देखियो। कार्की र केपी ओलीमा चुज गर्न पर्यो भने कसलाई चुज गर्नुहुन्छ? होइन, अब केपी ओलीको त यसै हिज प्रुभन फ्याक्ट कि हिज मोस्ट करप्ट, अब सबैभन्दा भ्रष्ट पनि भए, अलोकतान्त्रिक पनि भए, दमनकारी पनि भए भनेपछि उनको त कुनै चोइस गर्ने कुरा पर्यो भने सुशीला कार्की, मसिहाको उपेन्द्र यादव कि सीके राउत? अब यो दुइटै के मसिहा होइन, म यिनीहरूको खासको फ्यान होइन। छान्नै पर्यो भने? होइन, म छान्दै यो दुइटैले छान्दिनँ। महाकाण्डहरू प्रधानमन्त्री पर्सनालिटी पनि हो, देउवा पनि करप्ट पर्सनालिटी हो। यो दुइटै करप्ट पर्सनालिटी हुन् र यिनीहरूको राष्ट्रको लागि कुनै उपयोगिता छैन। के हो भने यो मुलुकको लागि घातक व्यक्तित्वहरू देखियो, खराब व्यक्तित्वहरू देखियो। सम्पूर्णमा नमस्कार। आज हामी आफ्नो स्टुडियोमा नेपालको वरिष्ठ अधिवक्ता अर्थात् धेरै लामो समयदेखि उहाँले आफ्नो वकालत क्षेत्रमा ठुलो कामहरू गरिसक्नु भएको, ठुल्ठुला मुद्दा मामलाहरू उहाँले फर्च्योटदेखि लिएर सरकार ढाल्ने र सरकार बनाउनेसम्म लिएर उहाँको ठुलो परिचय हामी परिचय दिन त उहाँको परिचय दिन हामी सक्दैनौँ। हामीसँग हुनुहुन्छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीजी हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ। धन्यवाद। के छ, सञ्चय आरामै हुनुहुन्छ? ठिक छ। अहिले जुन देशको अवस्था छ, देश जर्जर अवस्थामा जुन अहिले फँसेको छ, त्यसको बारेमा हामी समसामयिक कुराकानी गर्नको लागि हजुरलाई निम्ताएका छौँ। जुन अहिले देशमा लामो समयदेखि एउटा जिएनजी र राजनीतिक दलहरूसँग विवाद भयो र जिएनजीहरूले जुन आफ्नो देशमा भएको भ्रष्टाचार र देशमा भएको विभिन्न प्रकारको घटना र उपघटनालाई लिएर जुन विद्रोह गरे, त्यसप्रति अहिले एमाले प्रतिकार गर्दैछ। त्यसप्रति के धारणा छ तपाईँको? अब देश कतातिर जाँदैछ? पहिलो कुरा के हो भने यो एमालेको जुन प्रतिकार हो
यो पुरै यो मण्डलीवादको यो नयाँ संस्करण जस्तो देखिन्छ। हजुर। जसरी पञ्चायत कालमा यो परिवर्तनको विरोधमा यो मण्डलीहरू गुण्डागर्दीहरू देखिन्थ्यो, त्यस्तै खालको एमाले त्यही शक्ति अख्तियार गरेको जस्तो देखिन्छ। जस्तो हिजो मात्रै एउटा समाचार सार्वजनिक भएको छ कि एमाले एउटा चाहिँ युथ भोलिन्टियर फोर्स भनेर गठन गरेको छ र त्यसको जिम्मा कसलाई दिएको छ भने एकदमै विवादास्पद ब्याकग्राउन्ड भएको व्यक्ति, 7वटा मुद्दा खेपेको। एक्ज्याक्टली 7-7वटा मुद्दा लागिरहेछ, त्यो पनि गम्भीर आपराधिक मामिलाहरू। अब त्यस्तो व्यक्तिलाई यस्तो युथ फोर्सको जिम्मा दिनु भनेकै के हो भने राजनीतिलाई एउटा अपराधीकरणको बाटोमा, राजनीतिलाई एउटा क्रिमिनलाइजेसनको बाटोमा चाहिँ लैजान खोजेको। तपाईँ त एकचोटि ओली सरकार ढालेको पनि व्यक्ति हो, आफ्नै दम आफ्नै बलबुतीले सरकार ढालेको पनि हो। अहिले जुन यो ओली सरकार, ओलीको नेतृत्वमा जुन भइराखेको छ, अब यो गुण्डागर्दी शैलीमा भनौँ, जुन गुण्डागर्दी शैलीमा युथ फोर्स जुन भनिएको छ, त्यो गुण्डागर्दी शैलीमा अस्ति सिमरामा गएर जेएनजीलाई कुटपिट गरे, त्यत्रो अहिलेसम्म अशान्ति मचाएका छन् सिमरामा, त्यसप्रति के छ तपाईँको धारणाहरू? अब होइन, यो के हो भने जेएनजीले एउटा मुलुकमा सकारात्मक परिवर्तनको लागि उनीहरूले लडाइँ लडे, किनभने मुलुकमा एउटा चरम भ्रष्टाचार थियो, चरम कुशासन थियो, चरम व्यथिति थियो। त्यसको विरुद्धमा जेएनजीले एउटा सशक्त र प्रभावकारी ढङ्गले आवाज उठायो। यद्यपि यसमा केही अरू तत्त्वहरू पनि घुसे, जसले गर्दाखेरि केही गम्भीर दुर्घटनाहरू पनि भयो। सिंहदरबार, सर्वोच्च अदालत जस्तो इन्स्टिट्युसन्सहरू पनि जल्यो, त्यो एउटा पार्ट छ। तर जेएनजीले त एउटा पवित्र भावनाले यो आन्दोलन गरेको थियो। अब अहिले के देखियो भने एमाले चाहिँ बढारिने खतरा देखियो, किनभने एमाले नै यो कुशासनको भ्रष्टाचारको केन्द्रमा थियो, खास गरी ओली नै यो कुशासन र भ्रष्टाचारको केन्द्रमा थिए। अब हुँदाहुँदा के हो भने अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्नको लागि सोसल मिडिया प्लेटफर्मलाई पनि ब्यान गरियो, जसले गर्दाखेरि जेएनजीहरू सडकमा आए, उनीहरूले विद्रोह गरे, उनीहरूले मौनतालाई तोड्ने काम गरे। अब त्यसपछि अहिले चाहिँ चुनावको घोषणा भएको छ, नयाँ सरकार आएको छ। अब एमाले के चाहन्छ भने एउटा कमजोर विद्यार्थी जसको तयारी हुँदैन, जो स्योर म इक्जाममा फेल हुन्छु भनेर भन्ने विद्यार्थी जसरी यो इक्जामिनेसन फेस गर्न चाहँदैन, यो वा त्यो बहानामा, त्यसै गरी एमाले चाहिँ के हो भने अहिले निर्वाचन फेस गर्न चाहँदैन र निर्वाचनलाई बिथोल्नको लागि अनेक चाहिँ परिपन्थीहरू गरिरहेको छ। अब यो जुन सिमराको घटना हो, त्यो पनि त्यसैको एउटा ताजा कडीको रूपमा आएको छ र हामी यसलाई एउटा कडीको रूपमा बुझ्न सक्छौँ, किनभने ओलीजीले लगातार जेएनजी मुभमेन्टलाई डिलेजिटिमाइज गर्न खोज्दै हुनुहुन्छ, जेएनजी मुभमेन्टको बारेमा चाहिँ लगातार विष ओमन गर्दै हुनुहुन्छ र उहाँको चाहिँ के देखियो भने बोलीमा कुनै सहमता छैन र एउटा लड्काउने भाषामा, एउटा चाहिँ भड्काउ चाहिँ भाषा गर्दै आउनु। ओलीको एउटा के पनि, ओली र एमाले लगायत के पनि छ, यो हालको वर्तमान सुशीला कार्कीको सरकार असंवैधानिक छ। तपाईँको वकालत र तपाईँको अनुसार यो के छ, कतिको संवैधानिक र असंवैधानिक छ? यो यस्तो छ, यो एउटा यसलाई कसरी बुझ्नु पर्यो भने जुन बेला ओलीको सरकार बन्यो र त्यसपछि त्यो एउटा कन्टेस्टमा सरकार बन्यो, नेपाली काङ्ग्रेस र एमालेको दुइटैको यो चाहिँ अपर्चुनिस्टिक एलायन्स भन्छु म, उनीहरूको त्यो पनि संविधान संशोधन गर्छु भन्ने एजेन्डा लिएर आए। तर यो धोखाधडी रहेछ, त्यो संविधान संशोधनको त कुनै पनि कुरा अगाडि आएन, खालि के छ भने यो मुलुकलाई चरम भ्रष्टाचार र व्यथितितिर मात्रै धकेल्ने कोसिस भयो। अब के भइदियो भने जब यो विद्रोह भयो त्यो दिनको हामी सम्झना गरौँ, त्यो बेला चाहिँ संविधानका सबै ढोकाहरू बन्द थियो, सारा चाहिँ सेक्युरिटी सिचुएसन एकदमै खराब थियो, सेक्युरिटी भ्याकुम थियो। ओलीजी आफै हेलिकप्टर चढेर एक्लै भाग्नु पर्यो र यस्तो स्थितिमा साँच्चीकै हुने हो भने उहाँ चाहिँ त राजीनामा गरिसकेको हो। राजीनामा गरिसकेपछि अब अहिले चाहिँ यो सरकार असंवैधानिक छ भनेर त्यो उहाँले किन मिल्दैन भने अहिले उहाँले चाहिँ अब यो संसद बोलाउनु पर्यो भन्नुहुन्छ। उहाँ आफैले त्यो बेलामा सहज परिस्थितिमा एकचोटि होइन दुईचोटि संसद विघटन गर्नुभयो। एक्ज्याक्टली यो गम्भीर अनैतिकता र राजनीतिक बेइमानी हो। अब अहिले उहाँले चाहिँ यो संसद बोलाउनु पर्यो भन्नुहुन्छ। तर म एउटा के भन्छु भने यो सरकार संविधानको धाराअनुसार त बनेको होइन, किनभने संविधानको धाराअनुसार सरकार बन्न सक्ने स्थिति थिएन। संसद
चाहिँ सांसदहरू कोही पनि दाबी लिएर आएनन्, प्राइम मिनिस्टर बन्नलाई कसैले पनि दाबी प्रस्तुत गरेन र त्यहाँ चाहिँ के छ भने उहाँले आफै पनि अब हालाकि उहाँले कन्ट्रिब्युट गर्नुभएको छ, तर उहाँले आफैले सुशीला कार्कीलाई को सरकार बनाए हुन्छ भनेर आफैले त्यो बेला भन्नुभएको थियो। अब अहिले चाहिँ उहाँ के भन्नुहुन्छ भने यो असंवैधानिक छ। असंवैधानिक संविधानको धाराअनुसार त बनेको होइन, तर म एउटा के भन्छु भने दिस इज अ लेजिटिमेट गभर्मेन्ट। हजुर, यसको एक्स्ट्रा कन्स्टिट्युसनल होला, हजुर, संविधानको धाराअनुसार नहोला, तर यो एउटा वैध सरकार हो, लेजिटिमेट गभर्मेन्ट हो। किनभने सारा संसारले यसलाई समर्थन गरेको छ, नेपाली जनताले पनि ओन गरेको छ, कुनै पनि पोलिटिकल पार्टीले अरूले यसको वैधतामा कुनै गम्भीर प्रश्न उठाएको छैन। अहिले एमाले त्यो स्थितिमा के थियो भने मुलुकलाई एउटा एक थान सरकार नभई नहुने स्थिति थियो। सरकार चाहिँ बनाउनै पर्ने बाध्यता थियो, किनभने सरकार विहीन मुलुक भन्ने हुँदैन। सार्वभौम सत्ता सम्पन्न मुलुक छ भने देयर हेज टु बी अ गभर्मेन्ट मस्ट बी देयर। अनि शून्यतामा मुलुक गइसकेको थियो। त्यो शून्यताको स्थितिमा यो सरकार बनेको हो। त्यहाँ चाहिँ पोलिटिकल भ्याकुम थियो, त्यहाँ सेक्युरिटी भ्याकुम थियो, त्यहाँ कन्स्टिट्युसनल भ्याकुम थियो र त्यहाँ लिडरसिपको भ्याकुम थियो। यस्तो परिस्थितिमा यो बनेको सरकार हो। त्यस कारण यसको बारेमा यसलाई सफल बनाउनु नै हामी सबैको उद्देश्य हुनुपर्छ। अरू राजनीतिक पार्टीहरू तपाईँको नेपाली काङ्ग्रेस, माओवादी लगायत यथावत साना दलहरू पनि अहिले सरकारकै पक्षमा छन्, चुनावकै मुडमा छन्। तर यो एमाले मात्र उफ्रे छन् कि हामी चुनाव हुन दिन्न। के यो देशमा चुनाव कतिको हुने सम्भावना छ कि छैन? अब अलिकति के देखियो भने एमाले चाहिँ एउटा सिस्टमेटिक ढङ्गले, क्यालकुलेटेड ढङ्गले मुलुकलाई एउटा असहज परिस्थितिमा, फेरि एउटा विषम परिस्थितिमा धकेल्न खोजिरहेको छ, अराजकतातिर धकेल्न खोजिरहेको छ, सुरक्षा चुनौतीहरू थप्न खोजिरहेको छ। किनभने ऊ कुनै पनि तरिकाले चुनाव चाहिँ नहोस् भन्ने चाहन्छ, चुनावलाई भाँड्न चाहन्छ। तर एउटा कुरा के हो भने सारा राष्ट्रले चुनाव चाहेको छ। चुनावको विकल्प के छ? किनभने चुनाव मात्रै हो जसले अहिलेलाई एउटा निकास दिन्छ, अहिले एउटा मुलुकलाई एउटा स्थिरताको बाटोमा लान सक्छ। इलेक्सनै भएन भने त मुलुक त ध्वस्त हुन्छ नि त, गम्भीर अस्थिरतामा जान्छ, गम्भीर अराजकतामा जान्छ। त्यो अस्थिरता र अराजकतालाई मुलुकले धान्न सक्दैन। किनभने एउटा मुलुकको डेभलपमेन्टको लागि, इन्भेस्टमेन्टको लागि एउटा मिनिमम लेभल अफ पोलिटिकल स्टेबिलिटी चाहिन्छ। त्यो स्टेबिलिटीको लागि इलेक्सन इज द मस्ट। र अहिले चाहिँ इलेक्सन बिथोल्न खोज्नु भनेको त्यो लोकतन्त्र विरुद्धको अपराध हो, त्यो भनेको चाहिँ नागरिक विरुद्धको अधिकार हो, त्यो भनेको मुलुक विरुद्धको अपराध हो। अरू पार्टी जस्तो काङ्ग्रेस पनि एक्सेप्ट गरे, माओवादी पनि एक्सेप्ट गरे, साना दलहरू, मधेसी दलहरू पनि एक्सेप्ट गरेकै छन्। एमाले पनि एक्सेप्ट गरेर आफ्नो फागुन 21 गतेको निर्वाचनमा गएर बहुमत ल्याए त सरकार बनाए भइगयो नि त। एक्ज्याक्टली। त्यसमा म के भन्छु भने अहिलेको अब चुनावको विकल्प छैन। हाम्रो चाहिँ राष्ट्र एजेन्डा नै के हुनुपर्छ भने, राष्ट्रिय अठोट नै के हुनुपर्छ भने चुनाव गराउने, चुनावको लागि एउटा पत्यार लाग्दो वातावरण बनाउने, एउटा सेक्युरिटी सिचुएसनलाई राम्रो बनाउने र निर्वाचनमा अत्यधिक नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्ने। यो सरकारको एउटा मेजर एजेन्डा भनेकै के हो भने 3टा मेजर एजेन्डा छ। एउटा यो चाहिँ 23 गतेको जो नरसंहार भयो, त्यो नरसंहारमा संलग्न भएका व्यक्तिहरूलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्यो, त्यसको इन्भेस्टिगेसन पनि हुनु पर्यो र ती व्यक्तिहरू त्यो अपराध चाहिँ अदण्डित रहनु हुँदैन। 24 गतेको पनि चाहिँ के छ भने जुन यो सारा ध्वस्त गर्ने काम भएको छ, त्यसमा संलग्न भएका व्यक्तिहरू तिनीहरूलाई पनि न्यायको दायरामा ल्याउनु पर्यो। त्यसमा त अब जेएनजीलाई जोडिन्छ, तर कतिपय पार्टीका कार्यकर्ताहरू पनि देखिएका छन् नि त, सिंहदरबार जलाउनेदेखि लिएर। एउटा कुरा चाहिँ म बाजी ठोकेर के भन्न सक्छु भने 23 गते जब गम्भीर हिंसा भयो अनि जेएनजीको मैले आफ्नै कानले सुनेको छु, उनीहरूले चाहिँ पहिलो कुरा त 23 गते नै उनीहरूले आन्दोलनमा हामीले कुनै तोडफोड गर्ने छैनौँ, कुनै हिंसा गर्ने छैनौँ, कुनै चाहिँ मुठभेड गर्ने छैनौँ भनेर उनीहरूले केटेगोरिकली त्यो कुरा बोलेको छ। र त्यसपछि जब यो हिंसा भयो, मान्छे मारियो, उनीहरूले के भन्यो भने अब हामी फर्कौँ सडकबाट, अब यो चाहिँ हाम्रो उद्देश्यभन्दा विपरीत बाटोमा गयो। त्यसपछि 24 गतेको अनुहार हेर्नुहोस्, त्यसमा कोही पनि जेएनजी छैन, त्यसमा सबै पार्टीका कार्यकर्ता छन्, सबै चाहिँ के छ भने क्रिमिनल्सहरू छन्, सबै चाहिँ अर्गनाइज ढङ्गले अगाडि बढेका छन्। त्यस कारण के छ भने त्यो 24 गतेको जुन दुर्घटना भयो मुलुकमा, त्यसमा जेएनजीलाई जोड्नु भनेको सत्यलाई नकार्नु हो, त्यो चाहिँ के छ भने सूर्यलाई छेक्नु हो। तर अहिलेको सरकारले त अब ओलीलाई लगायत यो रमेश लेखक लगायत जति पनि त्यसमा संलग्न हुनुहुन्थ्यो पत्रिका, यसले ल्याउन सकेन,
छानबिनको दायरामा पनि उठाउन सकेन, ल्याउन सकेन। यो कमजोरी कहाँबाट छ? वास्तवमा त्यसैले गर्दाखेरि अहिले यिनीहरूको चाहिँ डाँको ठुलो भएको छ। ओलीजीहरूलाई त्यही बेला समातेको भए अहिले यो चाहिँ यत्रो यिनले भड्काउ कुरा गर्ने थिएन होला, अहिले मुलुक चाहिँ एउटा अशान्तिको बाटोमा जाने थिएन होला। र यदि यिनलाई तत्काल गिरफ्तार गरेर कानुनी प्रक्रिया अगाडि बढाएको भए एउटा निर्वाचनको लागि एउटा चाहिँ पत्यार लाग्दो वातावरण बन्थ्यो र निर्वाचनको लागि एउटा चाहिँ सुनिश्चित आधार तयार हुन्थ्यो। अब अहिले के थियो भने यो ओलीजी जस्तो व्यक्ति बाहिर राख्दाखेरि के हो भने चुनाव हुन्छ कि हुँदैन भन्ने चाहिँ एउटा खतरा छ। किनभने ओलीजीहरू भनेको चाहिँ के छ भने स्पोइलरहरू हुन्, उनीहरू लोकतन्त्रको लागि सहायक छैनन् र खतराको रूपमा रहेका छन् र निर्वाचन हुन नदिनका लागि हर सम्भव प्रयत्न गरेको देखिन्छ। त्यसमा अहिले पनि ढिलो भएको छैन। अहिले पनि यी व्यक्तिहरू 23 गतेको नरसंहारमा संलग्न भएका हरेक व्यक्ति जोसुकै होस्, चाहे त्यो केपी ओली हुन्, रमेश लेखक हुन्, क्याबिनेटका अरू मेम्बरहरू हुन्, गृह सचिव होस्, प्रहरीको चिफ होस्, त्यो बेलाको यो सारा व्यक्तिहरूलाई चाहिँ कानुनको दायरामा ल्याउनै पर्छ, दण्डको दायरामा ल्याउनुपर्छ र यिनीहरू चाहिँ दण्डित हुनुपर्छ। अनि बल्ल यसले एउटा चाहिँ के छ भने निर्वाचनको लागि एउटा स्पष्ट र एउटा चाहिँ पत्यार लाग्दो वातावरण बन्छ। त्यही ठाउँमा रवि लामी छानेलाई बोलाएर स्पष्टीकरण सोधियो र अहिलेसम्म ओली र रमेश लेखक जस्ता शक्तिहरूलाई बोलाउन नसक्नुको यो सरकारले कतिको असक्षमता र कतिको बल? होइन, अब अहिले पनि म के भन्छु भने यो चाहिँ यिनीहरूलाई कारवाही गर्ने एउटा चाहिँ राजनीतिक इच्छाशक्ति, गम्भीर राजनीतिक इच्छाशक्ति यो सरकारले प्रकट गर्न सक्नुपर्छ। अहिले यो मुभमेन्ट अहिले चाहिँ के हो भने मुलुकको एउटा चाहिँ म्यान्डेट पनि त्यही हो, राष्ट्रको म्यान्डेट पनि त्यही हो। तिनवटा कुरा नेपाली नागरिक हेर्न चाहन्छ। 23 गतेको नरसंहारमा संलग्न भएका व्यक्तिहरूलाई हतकडी लागेको हेर्न चाहन्छ। 24 गतेको गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरूलाई पनि न्यायको दण्डित भएको हेर्न चाहन्छ। र अर्को कुरा के छ भने यो भ्रष्टाचारका जुन महाकाण्डहरू भएका छन्, जुन भ्रष्टाचार गरेर अरबौँ खर्बौँ रुपियाँ चाहिँ मुलुकको चाहिँ अवचलन भएको छ, देशलाई लुटिएको छ सिस्टमेटिक ढङ्गले, यसै क्रममा जोड्न चाहे त्यो ती चाहिँ गम्भीर भ्रष्टाचार यसै क्रममा जोड्न चाहे जुन पनि कानुनको दायरामा, न्यायको दायरामा चाहिँ आएको हेर्न चाहन्छ। यो यसैमा उनीहरूको सम्पत्ति चाहिँ राष्ट्रियकरण भएको हेर्न चाहन्छ। यो चाहिँ नेसनको चाहिँ आधारभूत चाहना यही हो, राष्ट्रले खोजेको कुरा त्यही हो। यसैमा जोड्न खोजे जुन यो प्रचण्ड, देउवा र ओलीहरूको घरमा यत्रो पैसाको बिट्ठाहरू जल्यो, फोरेन्सिक रिपोर्टले पनि देखायो त्यो पैसाकै खरानी हो भनेर, अहिले त्यसको पनि कारवाही नहुनु र फेक भिडियो बनाएर प्रचार प्रसार गर्दै हिँड्नु प्रचण्ड र देउवा लगायत, त्यसप्रति के छ धारणा तपाईँहरू? कारवाही हुनुपर्छ कि? यो भ्रष्टाचार गर्नु र भ्रष्टाचारबाट बस्न खोज्नु त्यो पनि एउटा अपराध हो। त्यस कारण के हो भने अहिले जति पनि यो भ्रष्टाचारसँग सम्बन्धित इन्स्टिट्युसन्सहरू छन्, चाहे त्यो अख्तियार हो, चाहे त्यो सम्पत्ति शुद्धिकरण डिपार्टमेन्ट होस्, लगायतका जुन इन्स्टिट्युसनहरू हुन् तिनीहरू, सिआइबी छ, ती इन्स्टिट्युसन्सहरू चाहिँ एक्टिभ हुनु जरुरी छ। यिनीहरूले चाहिँ यो जुन भ्रष्टाचारका ठुला काण्डहरू, महाकाण्डहरू छन् त्यसलाई चाहिँ एउटा त्यसको क्रेडिबल इन्भेस्टिगेसन, त्यसको विश्वसनीय अनुसन्धान गर्नु जरुरी छ। त्यसमा संलग्न भएका व्यक्तिहरूलाई कठघरामा उठाउनु जरुरी छ। त्यो चाहिँ के छ भने नेसनको म्यान्डेट त्यही हो, अहिलेको चाहिँ जेनजी मुभमेन्टको म्यान्डेट पनि त्यही हो। तपाईँ त एकदम नजिकबाट ठुल्ठुला नेताहरूलाई चिन्नु भएको छ, प्रचण्ड, देउवा र ओलीलाई राम्रोसँग चिन्नु भएको छ, नजिकबाट चिन्नु भएको छ। अहिलेको राजनीतिमा फागुन 21 गते यदि चुनाव भयो भने नयाँ शक्तिको बहुमत आउँछ कि यही पुरानै दलहरूको बहुमत हुन्छ? कस्तो एनालाइसिस गर्नु भएको छ? अहिले एउटा स्थिति कस्तो देखियो भने पुराना राजनीतिक दलहरू चाहिँ डिलेजिटिमाइज भएको छन्। उनीहरूको चाहिँ विश्वसनीयता चाहिँ खण्डित भएको छ। उनीहरूको जनाधार चाहिँ खण्डित भएको छ। उनीहरूप्रति नागरिकहरूको, जनताको विश्वास चाहिँ टुटेको छ। तर एउटा कुरा के पनि देखियो भने यो अहिले चाहिँ बडो नयाँ शक्ति पनि कस्तो देखियो भने अब अहिले 120 वटा 150 200 वटा पार्टीहरू चाहिँ दर्ता भयो। अब यो पनि एउटा कन्फ्युजिङ वातावरण भयो। यो यति धेरै पोलिटिकल राजनीतिक स्वतन्त्रता भनेको, बहुदलीय प्रणाली भनेको अब सैकडौँको सङ्ख्यामा, हजारौँको सङ्ख्यामा दलहरू हुनु भने होइन। जनतालाई एउटा चाहिँ इफेक्टिभ चोइस हुनु पर्यो, एउटा चाहिँ क्रेडिबल अल्टरनेटिभ हुनु पर्यो।
तर अब अहिले कस्तो देखियो भने अब यो धेरै राजनीतिक दलहरूको दर्ता जसरी नयाँ भएको छ शक्तिमा फोट हुनु फोट पनि छ। फेरि अब को हो धेरै मान्छेहरू अहिले दर्ता गराएको छन्, कसैको सामाजिक पहिचान पनि छैन, त्यस्ता व्यक्तिहरू पनि दल खोलेका छन्। अब यहाँ त 1 सिटे 2 सिटे दलहरू अत्यधिक मात्रामा होलान् जस्तो लाग्छ। त जसले गर्दाखेरि भोलि सरकार बनाउनलाई पनि धेरै गम्भीर जटिलताहरू आउन सक्ने देखिन्छ। तर एउटा नेसनले चाहिँ चाहेको चाहिँ के हो भने एउटा अल्टरनेटिभ, एउटा क्रेडिबल अल्टरनेटिभ चाहिँ मुलुकले चाहेको छ। त्यो एउटा डेमोक्रेटिक जो सुशासनको पक्षमा होस्, जसले भ्रष्टाचारलाई उ गरोस्, जसको चाहिँ राम्रो इमेज हो त्यस्ता व्यक्तिहरू चाहिँ त्यस्तो पोलिटिकल पार्टी चाहिएको छ। तर अब एउटा कस्तो कन्फ्युजिङ स्थिति देखियो भने पुरानाहरू चाहिँ अविश्वसनीय हुने, नयाँ शक्तिको पनि कुनै अहिले पर्फर्मेन्स पुरानाबाट जनताको विश्वास घटेको हो, नयाँ आफूमा फुट भएको एक्ज्याक्टली एकीकृत नयाँ फुट पनि। अब फेरि को नयाँ अनुहारहरू आउँदैछ, नयाँ पार्टी को अब समाजमा कुनै पहिचानै नभएको व्यक्तिहरू सम्पाङज्यू खोल्नु भयो, फेरि उता रवि लामी छानेज्यू हुनुहुन्छ, अहिले नयाँ पार्टी थप्दै हुनुहुन्छ। त अत्यधिक यो चाहिँ यो डेमोक्रेसीको लागि यो मसरुम ग्रोथ अफ पोलिटिकल पार्टिज पनि यो पनि पोजिटिभ कुरो होइन। पार्टिजहरूको चाहिँ मसरुम ग्रोथ यति तपाईँले अब राष्ट्रको र देशको राजनीति एनालाइसिस गरिसक्दा तपाईँको कतिको चान्स छ राजनीतिमा आउन? अब अहिले चाहिँ म चाहिँ अहिले आत्ममन्थनकै प्रक्रियामा छु। मैले चाहिँ साथीभाइहरूसँग छलफलकै प्रक्रियामा छु। मैले पनि चाहिँ के छ भने साथीभाइहरूसँग छलफल गर्दैछु, सरसल्लाह गर्दैछु। अब हेरौँ सिचुएसन के हुन्छ। तर मेरो चाहिँ बाटो ओपन छ। तपाईँको जन्मभूमि लुम्बिनी, आफ्नै जन्मभूमि आज हुनुहुन्छ, यो क्षेत्र नम्बर 5 त्यो पनि त्यो पनि म आखिर यहाँ म आएको छु। मैले भेटघाट सम्पर्कमै छु। म चाहिँ पछिल्लो कयौँ महिनादेखि खास गरी जेनजी मुभमेन्ट पछि म यहाँ 3-4 चोटि आइसकेको छु। धेरै ठाउँमा मैले पब्लिक स्पिचहरू पनि गरेको छु, धेरै ठुलो सङ्ख्यामा नागरिक अन्तर्क्रियाहरू गरेको छु, भेटघाट गरेको छु। चुनावमा आउनै पर्यो भने नयाँ शक्तिबाट आउने कि स्वतन्त्र आउने कि पुरानै दलबाट चुनाव लड्ने के छ तपाईँ? अब अहिले चाहिँ त म अहिले भन्न सक्दिनँ कसरी के हुन्छ होइन। अहिले म सरसल्लाहकै फेजमा छु। तपाईँले काङ्ग्रेस लभिङ पनि नयाँ शक्ति होइन, यस्तो छ नयाँ शक्ति भन्नाले पनि अब को नयाँ शक्ति, के नयाँ शक्ति, नयाँ भन्दैमा फेरि त्यसलाई एकदम आँखा चिम्लेर म समर्थन गर्ने पक्षमा पनि छैन। त्यो क्रेडिबल हुनु पऱ्यो, विश्वसनीय हुनु पऱ्यो, त्यसको चाहिँ एउटा इमान्दार देखिनु पऱ्यो होइन। अब नयाँ भनेर पनि के छ भने तमाम किसिमका तत्त्वहरू छन्। अब हेरौँ अहिले चाहिँ के छ भने म चाहिँ त्यो कुरामा चाहिँ मेरो आत्ममन्थनको प्रक्रिया जारी छ, छलफलको प्रक्रिया जारी छ, सरसल्लाहको प्रक्रिया जारी छ। अहिले चाहिँ के छ भने मलाई पनि एउटा भित्रबाट के लागेको छ भने कि पोलिटिकल एउटा चाहिँ अहिलेको हस्तक्षेप आवश्यकता छ। राजनीतिमा एउटा जबरजस्त हस्तक्षेप नगरिकन, क्रेडिबल मान्छे नआइकन यो मुलुकले सुशासन प्राप्त गर्न सक्दैन, मुलुकको प्रोग्रेस हुन सक्दैन। तर अहिले चाहिँ म अब छलफलकै प्रक्रियामा छु। अब म चाहिँ त्यो एउटा निर्णयमा पुगिसकेपछि म त्यो कुरा तपाईँ आउनै पर्यो भने राजनीतिमा कस्तो कस्तो एजेन्डाहरू लिएर आउनुहुन्छ? देशमा सुशासन, भ्रष्टाचार र विकासको मध्यनजर गर्दा कस्तो कस्तो एजेन्डाहरू? अब मेरो अब चुनावमै एउटा कुरा चाहिँ नेसनले चाहेको कुरो के छ? नेसनले चाहेको कुरा सुशासनै हो, भ्रष्टाचार मुक्त प्रशासन हो। त्यो त पुराना दलले पनि सुशासनको कुरा गर्छ। यस्तो छ, सुशासनको कुरा मात्रै गरेर भएन नि त। त्यसलाई चाहिँ के छ भने यथार्थमा रूपान्तरित गर्न सक्ने, त्यसलाई कार्य रूपमा परिणत गर्न सक्ने। चुनावी एजेन्डामा ठुलो विकासहरू हुन्छ तर जितेपछि आउँदै आउन्न गर्ने त सबैले गर्छन्। तर कुरा के हो भने त्यसको पछाडि उसको चाहिँ डेडिकेसन छ कि छैन, त्यसको ट्र्याक रेकर्ड के छ होइन। एउटा चाहिँ भ्रष्ट व्यक्तिले सुशासनको कुरा गर्छ भने त्यसलाई पत्याउने कि नपत्याउने होइन, त्यो त यसै पनि पत्या लाग्दो भएन। त्यस कारण के छ भने एजेन्डा पनि सुइटेबल हुनु पर्यो। अर्को कुरा के छ भने त्यसलाई बोक्ने पात्र पनि त्यसको पनि ट्र्याक रेकर्ड हुनु पर्यो, त्यो पनि विश्वसनीय हुनु पर्यो होइन। एउटा चाहिँ के छ भने फोहोर भाँडामा पानी राखेर अब यो चाहिँ सफा पानी त भन्न मिलेन
होइन। त्यस कारण के छ भने भाँडै नै फोहोर छ भने त्यो भाँडामा जति नै सुकै सफा पानी राखेर सफा हुँदैन, एक्ज्याक्टली। त्यस कारण के हो भने अब भाँडा नै सफा हुनु पर्यो, पानी मात्रै सफा भएन। पानी सफा छ तर भाँडो खराब छ, भाँडो चाहिँ फोहोर छ, भाँडो नै विषालु छ भने त्यसले काम गर्दैन। त्यस कारण के छ भने अब एजेन्डा भनेको त आखिर त्यही हो। आखिर यत्रो मुलुकमा गरिबी छ, गरिबीको जनसङ्ख्या, गरिबीको रेखामुनि रहेको यत्रो जनसङ्ख्या छ, उनीहरूको जीवन कसरी उकास्ने, कसरी रोजगारी, अहिले देशको हरेक युवा, कसरी प्रो पिपुल डेभलपमेन्ट कसरी गर्ने, देशको हरेक युवा, हरेक बच्चाहरू अहिले नयाँ शक्ति र अहिले युवा खोजिराखेको छन्, जसमा हाम्रो 2-3वटा फेस देखिन्छ माथिदेखि, बालेन, रवि र हर्क। यो मध्ये होइन, यो तिनटैको के छ तपाईँको? यो चाहिँ त के हो भने तिनटै गलत अनुहार ल्याएर यसमध्ये कुन छान्ने भन्ने कुरा जस्तो हो। बालेन पनि राम्रो छ। बालेनको चाहिँ के छ भने के क्रेडिबिलिटी हो मैले बुझाएको छैन। एउटा उनको चाहिँ एउटा रहस्यमय देखिन्छ होइन, उनको अहिले रहस्यमय देखिन्छ होइन। त्यस कारण अहिले म तिनको बारेमा, अनि तिनटाको मात्रै चोइस छ, अरू चोइसै नभए जस्तो। अब त्यस कारण के छ भने अहिले यिनीहरू यो तिनटैको बारेमा मेरो धेरै हाई ओपिनियन छैन। त्यस कारण यो तिनटैलाई अहिले म खारेज गर्छु। यिनीहरू तिनटै अहिले मुलुकलाई अल्टरनेटिभ दिने पात्रहरू होइन। हजुर, अल्टरनेटिभ यिनीहरू तिनटैबाट हुँदैन। जे होस्, अब आउने चुनावमा तपाईँको यसो आफ्नो पनि क्षेत्र हेर्दै हुनुहुन्छ, आफ्नो पनि गाउँठाउँ हेर्दै हुनुहुन्छ, आउने पनि चान्स प्रबल देखिएको छ। हजुर, हामी अब लास्टमा अन्तमा थोरै रेपिड फायरहरू खेल्छौँ। 5वटा हामीसँग क्वेसन छ। यसमा के छ भने सुशासनको रूपमा हामीले एउटा वर्तमान र अहिलेको प्रधानमन्त्री सुशीला कार्की र केपी ओलीमा चुज गर्न पर्यो भने कसलाई चुज गर्नुहुन्छ? होइन, अब केपी ओलीको त यसै हिज प्रुभन फ्याक्ट कि हिज मोस्ट करप्ट, अब सबैभन्दा भ्रष्ट पनि भए, अलोकतान्त्रिक पनि भए, दमनकारी पनि भए भनेपछि उनको त कुनै चोइस गर्ने कुरै छैन। अफकोर्स त्योभन्दा राम्रो सुशीला कार्की हो, तर सुशीला कार्की त अब अहिले उहाँ चुनावमा लड्ने कुरो छैन, उहाँले कुनै पार्टी पनि बनाउनु भएको छैन। त्यस कारण के हो भने अहिले वर्तमानको होइन, उहाँ चाहिँ वर्तमानको होइन, उहाँभन्दा सुशीला कार्की र ओलीको त तुलनै हुन सक्दैन नि होइन। त्यो कुरामा आखिर सुशीला कार्कीलाई हामीले सबैले प्रधानमन्त्री बनाउनलाई समर्थन गरेकै हो नि। हजुर, तर ओलीलाई रिजेक्ट गर्नु भने सुशीला कार्की। एक्ज्याक्टली। अनि मधेसको मसिहाको उपेन्द्र यादव कि सीके राउत? अब यो यी दुइटै के मसिहा होइन, म यिनीहरूको खास मसिहा भन्ने कुरा चाहिँ यो धेरै ठुलो शब्द हो। हजुर, मधेसको लागि दुईटैले केही गरेन। यो खालि के छ भने यो दुईटा पात्रहरूको म धेरै यिनीहरू दुईटैको फ्यान होइन। छान्नै पर्यो भने होइन, म छान्दै यो दुईटैले छान्दिनँ। छान्दैन। युवाको रोजाइ, युवा पुस्ताको रोजाइ रवि कि बालेन? यो दुईटै होइन। दुईटै होइन, तर हरेक युवाको बोलीमा बालेन। अब खै कुन युवा हुन्, के युवा हुन् जसले चाहिँ यो नाम लिन्छन्, तर म चाहिँ त्यो यो मैले भन्छ नि यो चाहिँ के छ भने दुईटै फल्स चोइस हो क्या, बुझ्नु भएन? हामीले त के लाग्छ भने मानव दुनियाँ नै यति मात्रै छ, दुनियाँ योभन्दा ठुलो छ, योभन्दा धेरै राम्रा पात्रहरू छन्, धेरै राम्रा अनुहारहरू छन्। त्यस कारण के छ भने यिनीहरूको बारेमा चाहिँ म खास धेरै चर्चा पनि गर्न चाहन्छु। अनि चतुर नेता प्रचण्ड कि देउवा? अब होइन, देउबाको त खास चतुरता म देख्दिनँ। अलिक मान्छे चाहिँ अलिकति त्यो चतुरताको कुरामा हुने छैन, तर अब यिनको पनि भ्रष्टाचारको महाकाण्डहरू प्रधानमन्त्री भए। अब एक किसिमको यस्तो छ, यिनको देउवाको पछाडिको जुन टिम थियो हजुर, त्यो चाहिँ अलिकति त्यो चाहिँ एकदमै कस्तो टिम थियो भने उसले सत्ता राजनीति बुझेको थियो। देउवा आफैले कति बुझे मलाई थाहा छैन, तर उनको जुन टिम थियो त्यसमा चाहिँ सत्ता राजनीति बुझेका र पटक पटक सत्तामा पुर्याउन सक्ने क्षमता राख्थ्यो। तर अब के छ भने धेरै चतुरता राजनीतिमा काम लाग्दैन। चतुर प्रचण्ड नै होइन, प्रचण्ड त उनी त चतुर भन्दा पनि चतुर पनि होला, चतुर त हुँदै हो, तर एउटा करप्ट पर्सनालिटी पनि हो। देउवा पनि करप्ट पर्सनालिटी हो। यो दुइटै करप्ट पर्सनालिटी हुन् र यिनीहरूको राष्ट्रको लागि कुनै उपयोगिता छैन। दुइटै के हो भने यो मुलुकको लागि घातक व्यक्तित्वहरू देखियो, खराब व्यक्तित्वहरू देखियो। त्यसमा पनि अब देउवाले त खैर बाटो छोडिसक्यो, तिनको बारेमा पनि अब म धेरै कुरा पनि गर्न चाहन्न, किनभने हि अलरेडी अब चाहिँ मैले पुष्पकमलको चाहिँ के देखियो भने उनी आफ्नो भ्रष्टाचारलाई ढाकछोप गर्नलाई धेरै उछलकुद गरिरहेका छन्। साँच्चीको भन्यो भने प्रचण्ड त थुनामा जेलमा हुनुपर्ने व्यक्ति हो। 17,000 व्यक्तिको चाहिँ हत्या गरेको भन्ने कुरा आएको छ।
5000लाई त उनले स्वीकारै पनि गरे। अनि 5000 को हत्या नरसंहार गर्ने व्यक्ति मुलुकलाई यत्रो 50औं वर्ष पछाडि ढकेल्यो, हत्याको राजनीति गर्ने, हिंसाको राजनीति गर्ने त्यो व्यक्ति मुलुकलाई कहिले पनि एउटा सकारात्मक त्यसले परिणाम दिँदैन। जनताको सबभन्दा बढी आवाज उठाउने, भ्रष्टाचार विरुद्ध लड्ने सञ्चारकर्मी अपिल त्रिपाठी कि दिवाकर शाह? खै यिनीहरूको बारेमा मेरो खास केही पनि छैन। यो कुरामा मेरो धारणा अध्ययन गर्नुभयो? होइन, अध्ययन गरेको छु, तर यी कुनै पात्र होइन के। यो तपाईँले जुन लेभलमा यिनीहरूलाई प्रस्तुत गर्दै हुनुहुन्छ नि, त्यो यो लेभलको पात्र होइनन् के। तर त जनता एउटा चारजना युट्युबरले हाहाहु गर्ने कुरालाई म त्यति गर्दिनँ। म यिनीहरू दुइटैलाई बाई गर्दिनँ। कस्ता सञ्चारकर्मीलाई मान्नुहुन्छ तपाईँ? होइन, सञ्चारकर्मी भनेको त उसले एउटा मुलुकलाई एनालिसिस गर्ने क्षमता हो। त्यो चारवटा त्यो भाइरल कन्टेन्ट गरेर चाहिँ गरेकोलाई म सञ्चारकर्मी पनि मान्दिनँ, बुझ्दैन। चिप प्रोपोगन्डामा विश्वास राख्ने योलाई म त्यति यिनीहरू कुनै चाहिँ क्रेडिबल पात्रहरू होइनन्। यिनीहरू नेपाली पत्रकारिताको कुनै क्रेडिबल पात्र होइनन्। यिनीहरू चाहिँ अब पत्रकार पनि हुन् कि होइनन्, के हुन्, अब मैले त यिनीहरूको त नाम पनि युट्युबरले देशै हल्लाइदिए। अब खै देश हाल्यो कोही, मैले त हालेको देखाएको छु। सबभन्दा बढी डराउने चाहिँ दिवाकर र सबभन्दा बढी अपिल त्रिपाठीहरूबाट नेताहरू डराउँछन्। खै आई हेभ नो कमेन्ट। सिंहदरबारमै भागाभाग हुन्छ। खै को भागाभाग भयो मलाई थाहा छैन। मेरो यिनीहरूको बारेमा म कमेन्ट गर्दिनँ। अब यस्तो प्रश्नहरू मलाई धेरै नसोध्नु है। यो यस्तो लो लेभलको यस्तो मान्छेहरूको बारेमा म धेरै कमेन्ट पनि गर्न चाहन्न। मेरो पनि ओपिनियन पनि। हामी अन्तमा छौँ, लास्टमा जनता र यहाँको हामी सिरियस डिबेटको लागि छौँ के। हामी वी आर नट डिस्कसिङ अबाउट के अरे दिवाकर को हो, दिवाकर म चिन्दिनँ को हो दिवाकर। तपाईँ भन्नुहुन्छ देशै हालिएको छ, मैले कुनै देश हालेको चिनेको मान्छेलाई दिनेश त्रिपाठीले नचिन्नु त मैले अब अरूले चिन्ने होला, म चाहिँ अब नचिन्दिनँ। म यिनीहरूको बारेमा मेरो केही ओपिनियन पनि छैन। यिनीहरूको के हो वास्तविकता मैले जाने। देशवासीलाई के भन्न चाहनुहुन्छ अन्तमा? होइन, देशवासीलाई त के हो भने अहिले हामी नेपाली इतिहासकै एउटा जटिलतम कालखण्डमा छौँ। हामी एउटा सङ्कटमा छौँ। अहिले चाहिँ के छ भने मुलुकमा एउटा गम्भीर चुनौती पनि आएको छ। यो बेलामा चाहिँ के छ भने हामी संयमित हुनु जरुरी छ। हामीले चाहिँ आफ्नो यदि निर्वाचनको लागि एउटा विश्वसनीय वातावरण बनाउने कुरामा हामी सबैको भूमिका हुनु पर्यो। हामी चाहिँ के छ भने यो हल्लाको पछाडि पनि दौड्नु भएन। यहाँ त के छ भने यो फल्स कुराहरू चाहिँ क्रिएट गरिन्छ, फलाना कि फलाना, यो दुइटै वर्स हुन्छन्। जबकि त्यस कारण तपाईँहरूलाई कहिलेकाहीँ जनतालाई दुइटै फल्स चोइसहरू राख्न खोजिन्छ। त्यस कारण त्यस्तो कुरा पनि लाग्नु भएन। आफैले माइन्ड एप्लाई गर्नु पर्यो, विवेक एप्लाई गर्नु पर्यो र एउटा निर्वाचन पनि हुनु पर्यो र त्यसमा हामीले एउटा नागरिक कर्तव्य पालना गर्नु पर्यो र विवेकसम्म ढङ्गले आफ्नो मताधिकारको प्रयोग गर्नु पर्यो र एउटा के ठान्नु पर्यो भने यो अहिलेको जुन क्राइसिस हो यो चाहिँ मोमेन्ट्री हो, यो चाहिँ क्षणिक हो। यो चाहिँ पास हुनेछ र हामी चाहिँ एउटा पुनः एउटा सस्टेनेबल डेमोक्रेटिक पिसमा हामी अगाडि बढ्नेछौँ। थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्थ्यो हाम्रो गेस्ट आजको दिनेश त्रिपाठीजी हुनुहुन्थ्यो। धेरै हामी समसामयिक विषय र उहाँको व्यक्तिगत र निर्वाचन क्षेत्रदेखि लिएर देश कतातिर गइराखेको छ भन्ने विषयमा छलफल गऱ्यौँ। तपाईँहरू पनि हाम्रो च्यानलमा गएर हेरिदिनु होला र केही विशेष सल्लाह सुझाव छ भने कमेन्ट गरिदिनु होला। हस्, नमस्कार।